हेलो एभ्रिवान, हामी अहिले यहाँ छाके सामियाको घर साइडमा आइपुगेका छौँ। यस, अहिले अघिको दाइ त्यो उनी भयो सेभै भइन्छ कि त्यो अघि मैले एउटा सानो क्लिप बनाएको थिएँ, त्यो सेभ भएन। फेरि एकचोटि गर्दैछु, म चिनाउँदैछु। हाम्रो दाइ सिङ्गर दाइ हुनुहुन्छ, हाम्रो सन्तोष सुनार दाइ हुनुहुन्छ, हामी सँगै छौँ। अनि हामी चाहिँ एउटा गीत रिलिज भएको छ, मै मोरीलाई भन्ने, युट्युबमा आइसकेको छ आइएम इन्टरटेनमेन्टबाट, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि मैले टिकटक पनि बनाएको थिएँ त्यो गीतमा, तपाईँहरूले धेरै माया गरिदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू। अनि अब सामिया आउँछ, सामिया र म पनि टिकटक बनाउँछौँ। अनि आज हाम्रो सुनिसा दिदी र हाम्रो भिनाले पनि बनाउनुहुन्छ, त्यहाँबाट पनि तपाईँले देख्न पाउनुहुन्छ। अनि प्लस अनि म हजुरहरूलाई यो ब्लगकै तलपट्टि लिङ्क राखिदिन्छु, गीतको लिङ्क राखिदिन्छु, गएर हेर्न सक्नुहुन्छ। अब हामी लगभग आइसकेका छौँ सामियाको ठाउँमा। अलिक अगाडि नै है, ठ्याक्कै साइडमा चाहिँ त्यो ऊ छ कि, तपाईँको के भन्छ के अरे, यस्तै त्यो अब आइपुग्न आँटेको छ। म सामिया आइसकेपछि पनि देखाउँछु तपाईँहरूलाई। अनि टिकटक बनाउनु लागेको छ, अब आइपुग्छ तपाईँहरू बाटो। सामियाको घर तपाईँ सबैले सोध्दै हुनुहुन्छ, सामियाको घर कहाँ हो भनेर। यही बाटो आयो भने सामिया घर पुगिन्छ है त। ल लाइभमा पनि मलाई सोध्दै हुनुहुन्थ्यो सामियाको घर कहाँबाट जाने हो भनेर। ल तपाईँहरू म ठ्याक्कै चाहिँ लोकेसन भन्दिनँ, यसरी देखाइदिन्छु। म बाटो चाहिँ देखाइदिन्छु, बाटो पत्ता लाउनु होला अनि सामियालाई भेट्न जानु होला है त। अब हामी ठ्याक्कै ठाउँमै आइपुग्यो त। अब चाहिँ यतै साइडमा पेट्रोल पम्प अलिक अगाडि, थोरै अगाडि छ जस्तो लाग्छ मलाई पेट्रोल पम्प चाहिँ। अब हामी अलि अगाडि, अझै अगाडि सिधै जाँदा ला के हो दाइ यो त? हो सिधै उतापट्टि साइड चाहिँ हो जस्तो लाग्दा मलाई त। पल्लो साइड? पल्लो साइड चाहिँ हो जस्तो लाग्यो मतलब। लास्टै साइडको हुन्छ लोकेसन त। बारी आउनु पनि तल हुन्छ फेरि। पारी त पक्कै हो, तर पारीबाट हामी लेफ्ट कि राइट भन्नेमा सकिन्छ। हामी यतै जाँदा पक्का नि? 100% पक्का। 100मा 99% त होइन नि? बागमती पुल हो तनाव मै कन्फ्युज भएछु अब। होइन त अलि कन्फ्युज छ। लोकेसन त यही देखाइरहेको छ, मजाले कुदिरहेको छ लोकेसन त। डिभाइन बौद्ध ड्रिम हाउस बौद्ध। अनि अब हो एभरेस्ट। ए दादा बस्नु ल, थोरै अगाडि हिँड्नु त। हो एभरेस्ट पेट्रोल पम्प। सामी अब आइहाल्छ ल ठ्याक्कै। अब हामीले यहीँ कुरेर सामीको घर चाहिँ यहाँबाट छिर्नुपर्छ अझै है त। म घर त लाँदिनँ, सामीले सोध्नु होला घर कहाँ भनेर चाहिँ। यहीँसम्म हो। अब हामी एकछिन थोरै 2-3 मिनट, उसले पनि बिचरा हामीले 1 घन्टा चाहिँ कुरिसकेको छ सामीले पनि। अब हामी 2 मिनट कुर्दाखेरि केही पनि फरक पर्दैन, सामी आउँछ अनि हामी अझै तपाईँले म देखाउँछु। हाम्रो आजको मेरो मेन मोटो चाहिँ, भ्लग बनाउनु मोटो चाहिँ, आज हामी भेट्दै पनि छौँ, प्लस अनि नयाँ गीत पनि रिलिज भएको छ। मेरो आफ्नो दाइको गीत हो, त्यो भएको भएर मैले सपोर्ट त गर्नुपर्छ। दाइले मलाई सपोर्ट गर्नुभएको थियो, त्यो भएको भएर मैले पनि गर्नुपर्छ। अनि त्यसमाथि अनि हामी फेरि काम गर्दैछौँ, दाइ र म सँगै काम गर्दैछौँ, त्यसको लागि पनि हुन्छ। अनि त्यही हो, हेर्नु होला, म्युजिक भिडियोमा हेर्नु होला है त। सही हो। वेलकम सामिया। तिम्रो घर कहाँ हो भनेर सोध्दै हुनुहुन्थ्यो कि मलाई लाइभतिर। तिम्रो घर चाहिँ अनि अलिअलि जोडले आउनुहोस् ल। आयो भनिदिउँ नि त। यो एउटा कुरो सोध्छु ल, म दाइले बाहिर गएर लोकेसन चाहिँ कहाँ भनेर सोध्नु पऱ्यो नि त। म फोन गर्छु नि। हो सोध्नु त। सुशीला दिदी त्यहीँ आउनुहुन्छ, हामी लोकेसन पठाइदिउँ न। तिम्रो ऊ पनि छ है। वेलकम सामिया। हामी कहाँ छ भन्दै हो? बानेश्वर होइन, मिड बानेश्वर। अगाडि हेर्नु न, म तिमीलाई देखाउँछु कि। किन दामी भइहाल्यो त। फाइनल्ली टिकटक बनाउँदैछौँ। अहिले हामीसँग सन्तोष दाइ हुनुहुन्छ अनि हाम्रो उल्लास दाइ हुनुहुन्छ। हेलो दाइ। भ्लगमा पनि म पहिलोचोटि देखेँ यार। अब एकदम हजुरले स्वागत छ। यो मैले राम्रै बनाएको त, पछि मेहनत गर्न पर्दैन, सिधै हाल्न पाउँछ बनाएको। दाइ गीतको बारेमा के भनिदिनु त? हाम्रो गीतको प्रोड्युसर उहाँ हुनुहुन्छ, दाइ चिनाइदिनु त। ओके, हाम्रो लुकास सापकोटा, उहाँको आफ्नै च्यानल छ आइएम इन्टरटेनमेन्ट। मै मोरीलाई, सन्तोष सुनारको गीत
गएर एकचोटि हेरिदिनु होला लाइक अनि मै मोरीलाई सन्तोष सुनार लेख्नु होला पहिलो नम्बरमै आउँछ होइन अनि तपाईँहरूले माया गरिरहनु भएको छ बिस्तारै बिस्तारै हामीलाई एकदम माया दिनुहोस् सामिया से हाई भाउजू हेलो यो मेरो ब्लग हो भाउजू म धेरै पछि लगभग 2 वर्षपछि म ब्लग बनाउँदैछु 2 वर्ष भइसक्यो नि त मान्छे त्यही भन्नुहुन्छ तपाईँको ब्लग नआएको 2 वर्ष लाग्छ मलाई सन्दीपजी भन्नुहुन्छ सन्दीपजी डिस्टर्ब नगर्नुहोस् त हामी यहाँ भिडियो बनाउँदैछौँ ल